हेलो एभ्रिवान। अब यो के को झोल हो भनेर सोचिराख्नु भएको होला। यो चाहिँ भर्मी कम्पोस्टिङ गडेउला मल हो। यो चाहिँ माथिबाट परालीहरू राखिएको छ अनि यसको तल चाहिँ यस्तो किसिमको देख्न सक्नुहुन्छ, एकदम ब्ल्याक गोल्ड हैन, पुरा चियापत्ती जस्तै मल देख्न सक्नुहुन्छ। यो चाहिँ गडेउला मल हो, इङ्ग्लिसमा यसलाई भर्मी कम्पोस्ट भनिन्छ। यहाँ चाहिँ विभिन्न किसिमका च्याम्बरहरू बनाइएका छन्, ब्लकहरू। अब यो चाहिँ प्रोसेस रिपिट हुन्छ। यसमा जति पनि हाम्रो एग्रिकल्चर वेस्टेजहरू हुन्छ त्यसलाई चाहिँ गडेउलाद्वारा खुवाएर चाहिँ मलको रूपमा परिणत गरिन्छ। अब यसमा चाहिँ अब हाम्रो खेतबारीबाट निस्केका परालीहरू भए, भुसाहरू भए, अब हाम्रो दैनिक भान्साहरूबाट निस्किने साग सब्जीका छिल्काहरू भए, यस्ता कुहिने आइटमहरू चाहिँ हामीले यसमा राखेर लगभग 40-45 दिनपछि एकदम राम्रो मल हामीले पाउन सक्छौँ, अर्ग्यानिक मलहरू है त। र यसमा चाहिँ के गरिएको छ भन्दा तल चाहिँ साना खाल्डाहरू तयार पारिएको छ, ब्लक खाल्डाहरू बनाइएको छ अनि माथिबाट चाहिँ घाम पानी यिनीहरूबाट जोगाउनको लागि चाहिँ यस्तो किसिमको ट्रस्टहरू माथिमा लगाइएको छ र तल यस्तो हुन्छ। अनि यसको के हुन्छ भनेपछि ठेक सबभन्दा तल चाहिँ गोबरहरू राखिन्छ अनि त्यसको माथि चाहिँ अरू वेस्टेजहरू राखिन्छ। अनि सुरुमा चाहिँ गोबरमा भएको त्यो मिथेन ग्यासहरू उडाउनुपर्छ लगभग कति घन्टा बाहिर राखेर। अनि त्यहाँपछि उक्त मिथेन ग्यास त्यहाँबाट उडिसकेपछि चाहिँ यो खाल्डोमा त्यो गोबरहरू राखिन्छ अनि परालीहरू भयो, छ्वालीहरू भयो, अनि गहुँको भुसाहरू पनि यहीँ राखिन्छ र माथिबाट गडेउलाहरूलाई छोडिन्छ। यो मल बनाउनको लागि विशेषतः रातो गडेउलाको प्रयोग हुन्छ। योमा पनि देख्न सक्नुहुन्छ गडेउलाले लगभग खाइसकेको छ, यो चाहिँ मलको रूपमा परिणत गरिसकेको छ। अनि माथिबाट चाहिँ यस्तो मल्चिङ दिनुपर्छ जसले चाहिँ डाइरेक्ट सनलाइट यिनीहरूबाट चाहिँ बचाउन मद्दत गर्छ र बाह्य परजीवीहरूले पनि अब जस्तै अनेक हुन्छन् शत्रुजीवहरू गडेउलाका, तिनीहरूलाई पनि नियन्त्रण गर्नको लागि अथवा अलिकति तिनको रोकथाम गर्नको लागि पनि यो मल्चिङ राख्नुपर्छ। अनि योमा चाहिँ के हुन्छ भनेपछि योबाट जुन निस्केको लिक्विड पदार्थ हुन्छ त्यो चाहिँ यसरी बाहिर आउटलेट बनाइएको हुन्छ र आउटलेटबाट एउटा फिक्स खाल्डोमा त्यो जम्मा हुन्छ र यसलाई पनि हामीले झोलमलको रूपमा चाहिँ खेतबारीमा प्रयोग गर्न सक्छौँ। ल हस्, धन्यवाद। अन्तिमसम्म हेरिदिनु भयो, ल धन्यवाद ल भिडियोको लागि। अब यस्तै कृषि सम्बन्धी रोचक भिडियोहरू हजुरहरू समक्ष लिएर फेरि पनि उपस्थित हुनेछु भन्दै अहिलेलाई भिडियो यहीँ टुङ्ग्यौँ। ल हस्, धन्यवाद।